नै बिहानै छर्नको लागि साथीहरू नास्ता खाइरहेछौँ। मजाले आज बचेको दाल र यता रुटी भर्खर पकाएको नि 4:30 बजीतिर उठेर बाहिर गरहरूले नास्ता पनि खाइसके। अब कुडो दिन बाँकी छ। अब हामी चाहिँ तलतिर मल क्षेत्रमा जानेछौँ। त्यस पछाडि फेरि छर्ने हुन्छ कतिखेर 10 7:30 बजीतिर जोड्ने हुन्छ क्या। दुखाइमा टन्न खाएपछि अलिक भोग्न लाग्ला, त्यसैले हामीले नास्ता खाँदैछौँ। बच्चाहरू अझै उठेको छैन, तिनीहरू स्कुल जानुपर्छ। आज दिउँसो चाहिँ आज सोमबार हो, के हो आइतबार पनि बिदा बनाइदिएको छ, त्यसैले आज सोमबारदेखि जान्छन्। आज हाम्रो चाहिँ सोमबारदेखि सुरु हुँदैछ हाम्रो जोड्ने। अब जेठ 12-13 गते कतिसम्म जोड्ने हुन्छ। आजदेखि चाहिँ सुरु भयो हाम्रो जोड्ने छर्ने। अब चाहिँ लाग्छौँ हामी चाहिँ मल छेदर्नको लागि। आधा पानी दिनु पर्ने त, एउटा मात्र झगडा गरेर खाँदैनन्। सको केही लाग्ला सको दुईटा नखान सक्दैन भाइ। मटन दे आगो ठन्डा छ ल डल्लै मान्छेले मात्र पेट भराएर भएन, यिनीहरूलाई पनि भराइदिनु पर्यो। ल बिचाले कुरो अहिले खालास, तेरो पालो अहिले आउँछ ल। यसले अर्को 2 साल भयो यसले जोड्न छोडेको, तँलाई नै दिन्छु क्या। एकछिन त कुर्न बाबु, एकछिन कुरेको हुन्छ है। छेन क्या बनाउनु कुइटा ल यसलाई चित्त बुझाइदिनु सक्नु मैले अगाडि गर्छु। यतै खान्छ। लगभग हामी बारीतिर जाने सुरु हुँदैछ भनेपछि पनि अझै मल क्षेत्राउनु बाँकी छ। यतातिर मैले पनि नास्ता तन्नै खाइसकेँ। मेरो गोरुहरूलाई पनि भुस कुँडो दिइसके साथीहरू। अब चाहिँ जाने मल क्षेत्रने, त्यसपछि छर्ने हुन्छ साथीहरू। अब चाहिँ हामी चाहिँ लागौँ लु, सिद्धाउन लागि यतातिर नि खाएर है। म चाहिँ लागि साथीहरू मेरो कामतिर। अब तलतिर मल क्षेत्रमा छ है। अब के गर्नु, छोरी मान्छे भएर अरूको घरमा चाहिँ यस्तै नै हुन्छ क्या। जहाँ भने आफू अगाडि नसदासम्म हुँदैन है। उसले पनि क्षेत्रमा त आएको छ, तर कहाँ छेतिरहेको छ है। ला यति खतरा, यति धेरै छिटो क्षेत्रमा भएर रहेछ है। पुरै रिसको झोकमा होला यो पनि। यो के हो मलाई थाहा छैन। अब म पनि उतातिर यो मल फालेर क्षेत्रमा पर्छ। पछाडितिर छेतिरहेको छ साथीहरू। म चाहिँ अलिक उतैतिर जान्छु कि यो बारी पनि एकदमै लामो छ होइन। 2-3 खान मल त एउटै बाटोमा जाने जस्तो छ। अनि म यो लगेर जाँदैछु। छन त छ नि, नपुग्ने ठाउँमा राख्ने भनेर हो मात्रै। ल क्षेत्रमा म चाहिँ यता बसेर गर्छु, रेकर्ड गर्छु क्षेत्रमा मजाले। यता जाडुको पनि कम त झ्याउने हुन्न र मकै बाली छर्ने, मल हाल्ने, त्यसपछि छर्ने, अझ जङ्गल फाल्नु पर्यो। या दिमाग खराब यो कामलाई देखेर त म त साह्रै नै हुक्केको छु क्या। क्षेत्रमा त्यो मोबाइल मैले राखेको नि छैन, फुट्ला जे हुन्छ तल ढिकैतिर नफाल के। मल क्षेत्र दुख ओ ढिकैतिर गयो। हामीले चाहिँ नार्ने सुरु गरिसक्यौँ साथीहरू। हो
किला हाइदेन तासन दे अब किला खतरा देख्छ न ताक 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 ऊ बेला निकाल्ने आइल मुङ लाग्छ ताके बे अब के ताक मुङ लाग्छ किन यस्तो हो कि एकैछिन त्यो कुम फर्काउँछ कि गुरुले त एकदम अल्छे गुरु छ कि केही गर्नु पराएको छैन त्यो त्यस्तो बनाएपछि यो भाँचिन्छ नि साथीहरू त्यो यता उताको अडाउने छ नि त्यो भाँचिन्छ अनि ऊ अलिकति बिर्सिन पाउँछ भाग्छ के त्यही भएर यो एकैछिन कुम फर्लक्कै कुम के हो जुवा हामीले चाहिँ कुम भन्छौँ ब ता जुवा भन्छन् ऊ के भयो र त्यो त ऊ भएको के त्यो भइ गरेको कुहिएको अब चाहिँ सुरु गर्न लाग्यौँ साथीहरू हामीले जोत्ने चाहिँ खस 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 छेक्नु पो पर्छ उताले खस उन खस खस नमानेको रे खस साथीहरू हाम्रो बिउ छर्ने सुरु भइसकेको छ दिनदिनै पानी पर्छ नत्र त रोपवा गरे छर्दा पनि हुन्छ तर आजकल पानीले चाहिँ हिलामा डप्छ र के त्यही भएर उपर साह्रो बाक्लो छर्नु भयो अलि पातलो छर्नु न अनि त्यो डप्दैन रे हराउँदैन रे तल सियामा खसालेसी चाहिँ ऊ हुन्छ रे के हिलाले खाएर उमर्दैन रे त्यही भएर चाहिँ हामीले चाहिँ यसरी छरेर जोत्न लाग्छौँ साथीहरू गुरुहरू यतातिर छन् रिसाइरहेछन् पुरै जोत्न लाग्छन् भनेर यतातिर गोसाइलाई हेरिरहेछ हामीले चाहिँ 6 महिना त्यतिकै थाप्ला खुल्काइ पाल्छौँ उनीहरूले लगभग 10-12 दिन पनि जोत्दैनन् त्यति दिन जोत्ने पनि यति दुःख मान्छन् कि यति दुःख मान्छन् से पो गर्छ त अरूलाई यतातिर सारेका छौँ हाम्रो घर अब जाने हुन्छ साह्रै बाक्लो नछर्नु है थोरै पातल छर्नु क्या यता चाहिँ हाम्रो सैला बन्दैछ भर्खर तास्दै हुनुहुन्छ एक पाटामा एउटा सैला त भाँचेकै छन् के यो गुरुहरू नि कति फटाहा बाहन यो गुरुहरू कति हरामी बाहन त्यही भएर चाहिँ हलो भाडासँग यहाँ एक्लै उभिनु परेछ एउटा चाहिँ कहाँ भाग्यो एउटा उता छ ल पस्छ आधा जानला छ आधा चाहिँ पास्नु पर्छ के गर्नु किसानको जिन्दगी यस्तै छ गाह्रो छ छर्नै पर्यो जेठ महिना लाग्न लाग्यो पुरै के गर्नु यहाँ चाहिँ मौसम चाहिँ यस्तो ढुन्डी लागेको छ हुन्छ त्यो पनि क्रेप्पै जान जस्तो छ यो त अगाडि तासेर राखे भए हुने के यति राम त यो एकपल्ट सक्ने पो त ल लास्ट त पस्छ कि पस्दैन भाइ ढुङ्गा मलाई बुने छिटो ल बल्ल भयो होइन अब अर्को गुरु चाहिँ कहाँ भाग्यो एउटा मात्रै चाहिन्छ र हल जुवा जोतर्ना त्यहाँ नारा भो त्यसमा त्यो सानो फिट्क्लाहरू सबै पो चाहिन्छ त साथीहरू हाम्रो सबै सैला सुइली मिलाएर नि टाँसेर नि उता लगेर नि त्यहाँ जोतेर आइराख्नु भएको छ एकदम गुरुहरू हेर्दा चाहिँ घिन लाग्ने छन् है सानो फुतिङ्रा जस्तो तर बानी चाहिँ एकदम खटमको के खटम मान्छे हेर्दा 30 लाग्ने बानी हेर्दा घिन लाग्ने जस्तै भइरहेछ साथीहरू यहाँ चाहिँ सानो छन् यस्तोमा त ट्र्याक्टरले पनि के जोड्दो हो र अनि गुरुले जोड्दा त घरि सैला भाँचिने कहिले कन्याली भाँचिने कहिले हलो खुस्किने के हो पुरै भन्न पनि नसकिने सामान पनि डल्ले नपटा हो सैले खान्छस् डल्ले
लड्दैछन् उतातिर। अब चाहिँ यो एउटा हो, माथि चाहिँ सानो पाटा ल एकदम चुर डिसले चाहिँ खन्ने पनि सुरु गर्नु पर्यो। यहाँतिर सिधाएपछि मान्छे थोरै छन्, यताउता सेक्नु पर्छ, बच्चाहरूलाई स्कुल पठाउनु पर्छ, अनि गाई गुरुसहरू फकाएर चाहिँ खन्नु पर्छ। जङ्गलको राम राम। यसपालि त मकै कुटाउने बेला त भाउको बिहे देखिन्छ होला सायद। आजकल यस्तो जङ्गल छ। यो डुबो कति रामे हो कि डुबो। चाम्रो पनि साह्रै चाम्रो पर्छ। यस्तो जङ्गल छ, कसले सक्छ बाबा।